अहिले चाहिँ हामी छौँ 1000 टेम्पल। यो चाहिँ 1000 टेम्पल तपाईले देख्न सक्नुहुन्छ यहाँबाट 1000 बुद्ध। हेलो फ्रेन्ड, अहिले म छु लुम्बिनीमा। लुम्बिनीको मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँ कोरियन टेम्पल। र विशेष गरी यो टेम्पल कोरियन गभर्मेन्टबाट चाहिँ बनाइएको टेम्पल हो। र यहाँ विशेष गरी चाहिँ संसारभरिका धर्मावलम्बीहरू स्पेसली बुद्धिस्ट पिलग्रिम्सहरू चाहिँ यहाँ आउने गर्छन्। र अहिले पनि म यो कोरियन टेम्पल अगाडि छु र अहिलेको मेरो विशेष गरी यो अब्जर्भेसन भनेको चाहिँ लुम्बिनीमा भइरहेको छ। यो लुम्बिनी विकास कोष वरिपरि चाहिँ विभिन्न राष्ट्रका टेम्पलहरू तपाईँ देख्न सक्नुहुन्छ। पारिपट्टि तपाईँ चाइनिज टेम्पल छ, उतापट्टि अमेरिकन टेम्पल छ र विभिन्न राष्ट्रले आफ्नै टेम्पलहरू चाहिँ यो क्षेत्रभित्र चाहिँ बनाइएको छ र तपाईँ पनि हेर्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ। प्लिज फलो मी। यस माई फ्रेन्ड, यसै गरी अहिले म छु चाइनिज टेम्पलको अगाडि चाहिँ। यो चाइनिज टेम्पल हो, तपाईँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ प्राय भिजिटरहरू चाहिँ आइरहेका छन्। चाइनिज टेम्पलको यो आर्किटेक्ट, चाइनिज आर्किटेक्ट पनि हेर्नको लागि प्राय यहाँ धेरै जसो चाहिँ टुरिस्टहरू चाहिँ विभिन्न राष्ट्रबाट वा डोमेस्टिक टुरिस्टहरू चाहिँ आइरहेका छन्। र अहिले हामी पनि यो यसो कलात्मक चाहिँ कुराहरू हेर्दाखेरि चाहिँ अत्यन्तै मन शान्तिमय भएको छ। हुन त लुम्बिनी आफैमा पनि एकदमै शान्तिको प्रतीक हो यो चाहिँ। र यहाँ प्राय आध्यात्मिक खोजको लागि मानिसहरू आउने गर्छन् र हामी पनि त्यही आध्यात्मिक खोजको लागि यो ठाउँमा आइपुगेका छौँ। र सौभाग्यवश यहाँ आइसकेपछि विभिन्न क्षेत्रको, विभिन्न राष्ट्रको आफ्नै कलाकृति पनि हामी देख्न सक्छौँ। अहिले हामी छौँ यो अस्ट्रियाको चाहिँ यो न्युली बिल्ड यो फाउन्डेसनमा चाहिँ। स्पेसली चाहिँ यहाँ चाहिँ अस्ट्रियन गभर्मेन्टले चाहिँ यो बनाएको रहेछ र हामी पनि यसको चाहिँ अवलोकनको लागि चाहिँ यो स्थानसम्म चाहिँ आइपुगेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो विविध डिफ्रेन्ट टाइपको चाहिँ आर्किटेक्ट, कलात्मक शैलीको चाहिँ यो चित्रहरू चाहिँ यहाँ देख्न सकिन्छ। एकदमै आकर्षित छ यो हेर्दै। तपाईँको चाहिँ अस्ट्रियाको चाहिँ झल्को देखिन्छ यहाँ चाहिँ। नाइस, वाउ। अमेजिङ यार। यसको नि त फरक छ होइन, यो आर्किटेक्ट बडो कलात्मक छ यो चाहिँ यार। अहिले चाहिँ हामी उर्गेन दोर्जे बुद्धिस्ट सेन्टर सिङ्गापुर टेम्पलमा छौँ। यो चाहिँ अलिकति यसको पनि आर्किटेक्ट अलि अरूभन्दा चाहिँ फरक देखेँ मैले। सिङ्गापुरियन स्टाइल चाहिँ यो। आई थिङ्क सिङ्गापुरको चाहिँ फ्लेभरमा चाहिँ यो मोनास्ट्री बिल्ड भएको छ। अहिले चाहिँ हामी छौँ थाइल्यान्डको मोनास्ट्रीमा छौँ, थाइल्यान्ड टेम्पलमा छौँ अहिले हामी।